Welcome to our vlog. कम्पिनहरू यहाँ हाम्रो हर्क साम्पन र बालेन्टाको लागि हाम्रो चारजना यहाँ लडिरहेका छन् यो दुबईमा पनि खोजिरहेको छ ओ त दिनु पर्यो नि जिम्मेवारी लिएको हैन उता राम्रो ठाउँ उता बोल्ने ठाउँमा बजाएको के बोल्नु आदरणीय दर्शकबिनहरू तपाईहरु देख्न सक्नुहुन्छ यहाँ बालेनको लागि बालेन समर्थक यता हर्क समर्थक हर्क बालेन समर्थकको आज यहाँ घमासान युद्ध भइरहेको छ जनताको लागि समयमा भ्याइ हैन कसै को गरा तपाईहरुले छुटाउनु होला यहाँ म तपाईहरुलाई पुरा भिडियो हेरेर अनि तपाईहरुमा चाहिँ तपाईहरुलाई तलब फराइदिने बाटो चाहियो हैन सुन्नु न अनि तपाईहरुलाई फेरि स्विजरल्यान्डको चाहियो अनि अर्को के भन्छ हैन अनि एउटाले पनि अब नपरोस् अनि तपाईले त्यहाँले फेरि 50,000 नेपालमै हो किन के को लागि पढाउने हो यसको आय स्रोत के छ सक्दैन भने छोड्नु पर्ने आमा बिमारी भयो भने बालेन समर्थक र हर्क समर्थनको यहाँ कृष्ण लडाई भइरहेको छ ल्याउन लस्सी ल्याउन लस्सी ल अब उहाँहरूको विवाद सकिसकेको छ अब के खाने भनेर उहाँले प्रश्न अब तपाईँ ल जसले राम्रो काम गर्छ सबैको सपोर्ट हो बालेनले मेयर हुँदाखेरि ठिक गरेको भनेको हो तर प्रधानमन्त्री म चाहिँ यता छु है म होइन भर्खर त कमिङ अप प्राइम मिनिस्टर हो नि त हैन ल अब तपाईहरुलाई म एउटा क्वेशन सोध्छु के गर्दैन एक खर्बा के भन्ने त्यसलाई चाहिँ उनले त भनिरहेको छ भगवान हालले त्यति पैसा दियो म त जिन्दगीमा जाला कस्तो पैसा दिएकै थिएन सुन्नु न दाइ हर पैसा भनेको के सुन्नु लिसन टु मी दाइ यदि अर्को साम्बाङ नगएको भए सान्सदमा धरानमा अझै बढेर जान्थ्यो के जाँदैन मोदी गए जाँदैन मोदी गए र जाँदैन बालेनको तल्ला चाट्ने भाइ अर्को साम्बाङले के गरेन भने मेरो धरानमा यो गाह्रो छ मलाई यहाँ यो चाहिएको छ होइन मलाई यस्तो कुरा चाहियो भन्ने भन्यो त्यसको कस्तो मान्छे बुझेन बालेले पनि बुझेछ हर्का कतिसम्म जान्छ होइन उसले के गर्नु सक्छ बालेले त चाह्यो भने त्यसलाई त गायब गरिदिन सक्छ नि उता संसदमा हेर्नु एकको वार सुन्नु दाइ उसले जो माग उठाउँछ त्यो पब्लिकर हो व्यक्तिगत होइन देख्दा उठ्दै देखिन्छ एउटा घोडा हुन्छ एउटा गधा हुन्छ गधाको उद्देश्य छैन घोडाको उद्देश्य लिएर हिँडिरहेको के बुझ्नुहुन्छ त्यो तपाईँले बुझायो मेरो बुझाइ त्यही हो म के बुझ्छु मेरो बुझाइ हो तर जनताले के मानिरहेको त्यसबाट मलाई हटाइदिनु तपाईँको खुसी हो प्राइभेट हो मन पर्छ आफ्नो कुरा हो नि त अर्का सान्तले चाहिँ केपी ओली भन्नु केपी ओली राम्रो काम गरौँ उसले भन्दा केपी ओली राम्रो देशको लागि त लड्यो नि त नाका बन्द गर्छ चाइनाबाट लिएर आयो तल चाइनाबाट सामान लिएर आयो प्लेनबाट अब अर्को साम्पाङले उसले दोषबाट ल्यायो अर्को साम्पाङ सबै राइभरी हिँड्न पुगेर ल्याउने हो भन्छ अर्को त देशभित्रै अर्को देशभित्रै कसैको ऋण नलिकन दाजुलाई हेर्नु अहिले पुल बन्दैछ गुगलमा सर्च गरेर हेर्नु गुगलमा आर्मीको गाडी अमेरिकाको कति दिन्छ अमेरिकाको कति दिन्छ गुगलमा सर्च गरेर हेर्नु सबैलाई त्यही भएर ऋण लिनु हुँदैन भनेर सुन्नु न दाइ छोडी आफ्नो व्यक्तिगत तपाईँले मसँग सापट माग्नुको पैसा मलाई सापट दिएन भाइ म घर किन्छु जग्गा जोड्छु भन्नुभयो भने त्यो राम्रो कुरा तपाईँले लक्ष्मी खानले मलाई ऋण दे भन्नुहुन्छ भने यसको मतलब राम्रो होइन नि त उहाँको चाहिँ बालेन क्षेत्र छ बालेन होइन बुझ्नुभयो नि अब 5 वर्षको लागि इन्जोय गर्नुहोस् सर्वसंस्कृति पार्टी सांसदमा पुग्ने फेरि 25 गते 13 महिना
अर्के भनेको बिगिनिङ हो पहिलाचोटि सेकेन्डमा करिब 26,000 भोट दिएर आयो नक्कली महामारी हो क्या मुझे त्यो चलाउनु पाएन त होइन मान्छेले भन्छ नि घरमा बुढी छ त बाटो खेलाउँछ भन्छ होइन आफ्नो खुसी हो है तर मन पराउनु पायो क्या तपाईँले आफ्नो व्यक्तिगत केही छैन तर यो कुरामा नि व्यक्तिगत ल अब म तपाईँहरूलाई के भन्न चाहन्छु भने चाहिँ होइन अब नेपालको टेन्सन छोडिदिनु अब आफ्नो ड्युटीको तपाईँले भन्नुभयो नि नेपालको टेन्सन छोडिदिनु अब आफ्नो ड्युटीको टेन्सन चाहिँ लिने होइन हेर्ने भन्छ ठिक नि मन लाग्छ त्यस्तो विचारहरूले कुरा गरे अब तपाईँहरू पेटै मात्र मन पराउँछ नि त्यस्तो त भइहाल्छ जसले चाहिँ गरौँ सबैको लागि गरौँ त्यसले त राईहरूको लागि मात्र गरौँ भने अब राई राजुले चाहिँ राईको हो त राजुले राई हो अब त्यो बच्चा हामीले त पिएचडीसम्म पढाउने भयो फेरिमा काठमाडौँको बच्चा त्यो झुन्डेर त्यो हिँड्छ नि गर्दैन क्या हेलो 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 आज जस्तो बिनोद अब यो लगाएर बन्द गरौँ होइन कम्पनी छ भने सरकारी के चलेर हिँड्छ गाडी सरकारी किन युज गर्छ आफ्नो गाडी हिँड न जनताको लागि सरकारमा पैसा चलाएर हिँडिरहेछ अर्के कहिले पनि आफू आएको उसले गाडी किनेर राख्दैन 2000 किन्दैन उसले गाडी चढ्ने पैसा सबै 2000 गाडी किनेर राख्दैन नगरपालिका त्यो 2000 किनेर राखेर चाहिँ हातले चाहिँ बाटो पुल्दै किन बनाएर हात त्यसले त्यो भनेको सुरुमा बिगिनिङ हो क्या त्यो पनि बनाएन नि त कसैले त्यो त अब चाहियो नि त जीवनमा यार त्यो भनेको नि अब तपाईँको तपाईँले भर्खर भन्नुभयो नि त्यसको तपाईँले कसरी बुझ्नुहुन्छ भन्ने कुरा मेरो कानमा परिसकेको हाम्रो लोकेसनले कसरी बुझ्नुहुन्छ त्यो डिपेन्ड हो तर जीवन आफ्नो अधिकार हुन्छ के जुन पार्टीमा लाग्नु अहिले पनि भन्छ नि त कसैलाई राजै मनपर्छ भन्छ राजा छोडिसक्यो राजै मनपर्छ मरेको मान्छेले कुरा गरिबलाई अलिकति छैन कि मैले कुरा पहिलाको कुराको 2 नम्बर कोठाको कुराको तपाईँले भन्नुभयो नि के अरे अर्को चामपाले उसलाई कराई के पढाउने हो भनेर होइन त्यसको पनि राजनीति शैली सेम पुरानो हो के दाइ पुरानोहरूले के गर्छ जति एउटा अहिले गाउँमा मेयर छ भानु होइन मेयर छ प्राइभेट स्कुलमा कतिवटा कोठा खोलाएको त्यो पनि थाहा होला तपाईँलाई पनि एक्लो थियो अहिले पनि एक्लो हो जति बेला पनि त्यसलाई साथ दिने खोज्दैन एक्लै सरकार पुग्ने हो क्या गाउँमा त्यसको लागि 25 गते 25 होइन 25 गते अनि आफै साथीहरूले छोडेर गए त के भन्नु साथीहरू अब हामीसँगै आएको तपाईँहरूकोमा बस्नुभयो उहाँहरूकोमा बस्छ त त्यो सामान्य कुरा हो नायक के त यार के स्कुलको यार कुन फिल्मको नायक हो कि हाम्रो नेपाली हो के त्यसले हल्का पासा मैले बहुत साथ दिएको थियो नि त पछि मिडियामा आएर के भन्यो भन्दाखेरि मैले उहाँलाई साथ दिएर मोबाइल त ल्याउँ अनि तपाईँको त्यो कुराको मैले सुन्नु न तपाईँले दहडा कुरा गरिसक्नुभयो उसको शैली राजनीतिक शैलीलाई कस्तो भन्दा जस्तो एउटा गाउँमा जस्तो तपाईँ अहिले मेयर हुनुहुन्छ तपाईँ मेयर युट्युबमा बनाएर हाल्ने भ्युज आउँछ तपाईँ मेयर हुनुहुन्छ होइन मानव म एउटा गाउँको समुदायमा बस्ने एउटा नर्मल मान्छे होइन म बिरामी हुन्छु भने तपाईँ केरा र च्याउ लिएर मलाई हस्पिटल भेट्न गएर एउटा फोटो खिचेर शीघ्र स्वास्थ्य लाभको कामना भनेर अर्को पल्ट जाँदाखेरि त्यही फोटो देखाएर भोट माग्ने हर्कको शैली हो क्या दाइ केही पनि गरेन बाले जेनजीले सुन्नु त्यसको पनि यस्तो पनि रिप्लाई मसँग छ तपाईँले भन्नु के अरे त्यो जेनजीको कुरा उठाउनु भयो नि त्यो जेनजी 25जना जेनजी मर्दाखेरि तपाईँको घरको सामान्य फाइदा उठाउन आएको थियो त्यसलाई पद चाहिएको थियो त्यसलाई खुसी चाहिएको थियो हामीले तपाईँलाई तल पार्दाखेरि तपाईँको सोचाइको विचार हो नि तपाईँले चाहिँ कसैले भने प्रधानमन्त्रीको लागि कसैले फाइदा उठाउन आए भने होइन मतलब
भन्दा होइन म दाइ जस्तो मान्नु होइन यो फाल्टो हो होइन यो फल्सा हो तपाईँलाई म लडिरहेको छ तपाईँ तल परे पनि तपाईँको चाहिँ खुट्टा माथि नै हुनु पर्यो होइन होइन राम्रो कुरा नै जहिले पनि होइन नराम्रो कुरा नै सबै नराम्रो अहिले सुन्नु अर्का साम्पाङ पार्टीको मान्छेले राम्रै विषयमा कुरा उठायो भने पठाउँदैन क्या मान्छेले नेपाली जनतामाथि पुरिएको समस्या नेपाली जनता उसो भए हामी नेपाली होइन है हामी नेपाली होइन त्यसो भए अनि अर्का साम्पाङलाई नेपालीहरूले त्यस्तो भने हामी नेपाली होइन हामी इन्डिया हो इन्डिया मोदीजी यदि अर्को साम्पाङले सबै नेपालीले भनेको छ भने चाहिँ हामी खाने हो भत्र खाने आउने खुलुच्चै आजको 10 एउटा कुरा भनौँ डाइट बर्दरले अझै पनि नि प्लेन बनाउँछु भन्दाखेरि नि मान्छेहरू के भन्छ थाहा छ पागल भन्नु अरे पागल डाइट बर्दरलाई चाहिँ प्लेन बनाउँछु म उसले हाल्को भन्दाखेरि मान्छेले नि यो मुठी पागल भएछ भन्छ पागल तर नि जब बनाएर देखायो नि सुन्नु न तपाईँ घरको सम्पर्कको पनि कुरा हल्काको पनि अब हेर्नु नेपालमा एउटा इन्टरनेट पुगेको ठाउँ तस्कर गरेर यताउता गरेर गैर सरकारी रूपमा काम गरेर नेपालमा इन्टरनेट पुऱ्याएको महावीर पुनलाई के भन्छ उसले तपाईँ नबुझ्ने मान्छे भन्छ ऊ चाहिँ बेल्चा बनाउने वैज्ञानिकलाई बेल्चा हान्ने गोइठेले उसले कुरा बुझ्दैन भन्छ उसले बुझ्यो त अनि वैज्ञानिक हो त्यसमा ज्ञान होला तर अर्के भनेको पब्लिक फिगर हो क्या जनताले अर्के भनेको के हो भन्ने कुरा मैले केही गर्नु पर्दैन मैले टिकटक ओपन गर्ने बित्तिकै 3वटा भिडियो स्क्रोल गरेपछि अर्के भने के यहाँ हेलो गाइस लड्न पाइदैन है राजनीतिको लागि यो दुबईमा आएर लड्न पाइदैन है लड्न पाइदैन नलड्नुहोस् है केटीको हामी हाल्दैन मलाई जाडो भयो यता आउ त भन्ने भिडियो नि होला नि जाडो भयो के साह्रो मस्केको मेरै चलेन क्या हजम भयो 1870 लाइक गरिसक्यो यहीँ सिकेर आउटले बोलेको हेर्नुहोस् है यो तपाईँ हामीले बोलेर हुँदैन कि महान विज्ञान काटी है हाइलाइट बनाएर टक्क भोलि अपलोड यो कुरालाई फेरि म सकारात्मक तर्फ तपाईँलाई लिन्छु के सुन्नु न बिस्तारै आज सुनेकै छैन बुढोले दाइ राजनीतिको बारेमा कुरा नसुनेको केही पनि छैन क्या तपाईँलाई म त दाइ बुझेको थियो खै बुझ्नुहुन्छ के सुन्नुहुन्छ हामीले पनि त त्यही त भनिरहेको छौँ बुझेको खै डक्टर इन्जिनियरले भनिसक्यो अबको देश भनेको जबसम्म हैदराबाद हुँदैन नेपालीले सुख पाउँदैन नेपाली बिग्नुपर्छ यी खाडीमा आएर यसरी पसिना हुनुपर्छ केटीहरू बलात्कारमा भन्छन् युज हुन्छन् जब आफ्नै देशभित्र हामी यस्तो भनौँ न मिलेर गरौँ न अर्केले आफ्नो घरको लागि भनेको त्यो पैसा आफैले आने सुन्नु न उसले पनि त सुन्नु न के अरे यो हाम्रो राष्ट्रिय स्वतन्त्र पार्टीले पनि त मिलेर गऱ्यो त पुरा सांसद राष्ट्रिय स्वतन्त्र पार्टीका मात्र छन् तपाईँको त भएन सेलरी बढाएर के कर्मचारीको अनि हामी जस्तो मान्छेले के गर्नु त समस्या त्यहाँ हो नि त सेलरी बढाउनेको जस्तो जागिर त अटोमेटिक जागिर छ उ त खान्छ र उसको बढाउनु होइन क्या यो त पब्लिकले रोजगार छ यसो गाना आउँछ हिँड्दै थाहा छ तपाईँहरूको आउँछ कोही ल दाइ सुन्नु र अर्को कुरा के हो भने अहिले राष्ट्रिय स्वतन्त्र पार्टीको अफिसदेखि नाच्न सकिन्छ भने नाच्न सकिन्छ नै पनि कोल्सामा डाकिन्छ गीत अहिले राष्ट्रिय स्वतन्त्र पार्टीको ल होइन अब म के भन्न चाहन्छु भनेपछि माननीय सभामुख र उहाँले ऊ चाहिँ बालेनको समर्थक हामी अहिले चाहिँ यो दुबईमा छौँ होइन अब नेपाल छोडेर पनि 7 समुद्र पारी दुबईमा छौँ ऊ चाहिँ
बालेनको समर्थक हो, बालेनले सपोर्ट गर्छ र उहाँ चाहिँ सबैको हो तर राम्रो कामकोले सबैको हर्क साम्पाङको मेन चाहिँ हर्क साम्पाङ भनेपछि राम्रो कामको लागि भनेपछि राष्ट्रिय स्वतन्त्र पार्टी उहाँहरूलाई किनकि उसको उसमा राम्रो काम छैन उहाँहरूलाई चाहिँ तर गरेन क्या उहाँहरूलाई चाहिँ कस्तो भनेपछि के भन्छ सात समुद्र पारी हुँदा पनि नेपालको यति धेरै माया छ। नेपालको माया त होइन, नेपालको नेताहरूको माया चाहिँ धेरै रहेछ। ल अब आजलाई हजुरहरूको कार्यक्रम स्थगित गर्नुहोस्। हजुर ड्युटी कति बजी? हाम्रो पार्टीले त दाइ हजुरको ड्युटी कति बेला दाइ? जोदार लगाएर सक्छ। तपाईँहरूको पार्टीले त के अरे उ गर्छ निर्माण गर्छ। तपाईँहरूकोले त श्रमदान गर्छ। बजेटको पैसा जान्छ कोल्ड ड्रिङ्क किनेर ल्याउँछ। अघि लिएर आउनु भनेको त त्यो जान माइला ल गाइड होइन अब ल अब एकछिन ल अब होइन आजको कुरा है टुङ्गिन्छ होइन। अब वाद विवाद गर्नु हुँदैन। बोल्याउने नराम्रो टुट लगाउनु एकछिन गाली गर्दै आउँछ यहाँ मलाई अनि मलाई पनि नि 100% पालेले कसैले मन पराउँदा 100% हर्केले कसैले मन पराउँदा एकछिन तपाईँहरू के भन्नु चाहे तपाईँहरूको दिमागमा मात्र हो। त्यो वासे त अब उदय अब हाम्रो आदिनता गइसक्यो के डर छोड्दै के भन्ने जो जनताले भोट हालेर पठाएर दिएर सांसद यत्रो राष्ट्रिय पनि कहाँबाट रविले अहिले बुझ्दैन जनताले हेलो गाइस तीन पत्या आजको के खुन काटेर देखाउनु त के म छाती काटेर देखाउँ त अब त्यो बेटा बिना हाले भनेको नि रविले गर्दा नि प्रधानमन्त्री भयो रविले गर्दा जितो देशमा आयो हर्के भन्ने प्रश्न सोध्नै मिल्दैन एक्लो वार हो 2 महिनामा पार्टी संगठन गरेर बिहारमा आफै हिँडेको मान्छे पार्टी तपाईहरुको भिजन चाहिँ के हो भने बेला बेलामा बाटोमा आउने नाचबाजी गर्ने तपाईहरु त 3 सिटे पार्टी तपाईहरुलाई फेरि प्रधानमन्त्री चाहियो 8% दाइ 3 गरिबलाई बोल्नेको गरिबको लागि गरिबको छ दिदी भन्ने गाना सिकाउने अनि चस्मा मात्रै घुमाउने नसिका मलाई नसिका त्यो मान्छे भाइ निकाल्दैन मलाई नसिका तपाई पत्ताउनुहोस् नपत्ताउनु पत्ता चाहिँ पत्ता छैन अर्काको कुरा गर्ने भने ठिक छ त हामी यही छौँ त 4-5 वर्ष बचाउँला जीवनमा हेर्नुहोस् यो भनेको गेम दाइ सुन्नु न दाइ अब त दाइ एक्सनमा भेटेको एक्सनमा आउने हो के 25 वर्ष हेर्यो त बुझ्यो त अब बुझेको हो के त यार ल दाइ है ल आजको कार्यक्रम चाहिँ सक्यो आजको कार्यक्रम सक्यो होइन वाद संवाद सक्यो। उहाँ चाहिँ हर्कजीको समर्थक अनि ऊ चाहिँ बालनको समर्थक आजको सदनमा छिरिसक्नु भएको छ। उहाँ चाहिँ अब के खाने भन्ने कुरा त्यसमा डिपेन्ड गर्छ। गाइस यो भिडियोलाई हेरेर लाइक कमेन्ट सेयर सब्सक्राइब गरेर चाहिँ नबिर्सनु होला। थ्याङ्क यू सो मच।